हेलो हेलो साथीहरू, के छ? सन्चै हुनुहुन्छ? आज चाहिँ हामी सन्तानेश्वर महादेव जाँदैछौँ। त्यहाँ हामी कसरी गयौँ भनेर अन्तिमसम्म भिडियो चाहिँ हेर्नु होला है। यहाँ जाँदा जाँदै चाहिँ हामी बाटोमा बङ्गलामुखी माताको मन्दिर पुग्यौँ। त्यसपछि म गएकै थिइनँ अहिलेसम्म, अनि नगएको ठाउँ त बाटो पर्दा पस्नै पर्यो, अनि त्यहाँ गयौँ। अनि यो ठाउँमा चाहिँ उता गोसाइँकुण्डबाट पानी आएको भन्ने जनविश्वास पनि रहेछ होइन, धार्मिक विश्वास भनौँ न। अनि त्यसपछि यो मन्दिर न्यातपोल पछिकै ठुलो मन्दिर के भन्दै हुनुहुन्थ्यो। अनि त्यसपछि पुरै घुम्यौँ। म बङ्गलामुखी मन्दिर आएको थिइनँ कि, अनि बङ्गलामुखी मन्दिर आएको बेलामा आइपुगे बेलामा दर्शन त गरिहाल्छु भनेर आएको। यो चाहिँ रहेछ बङ्गलामुखी माताको मन्दिर, अनि यहाँनिर भिड खासै रहेनछ। अनि मजाले आफैले छोएर पूजा गर्न पाउने कि यहाँभित्र पनि। त्यसपछि यहाँ पूजा गऱ्यौँ। त्यसपछि हामी लाग्यौँ, यो चाहिँ गौरी शङ्कर कि होइन, हरिशङ्करको मूर्ति रे। अनि यो सूर्य भगवान्, त्यसपछि पाटन दरबार स्क्वायर, कति राम्रो छ कि यो पुरै भाइब चाहिँ अर्कै खालको छ कि, पिसफुल टाइपको। अनि यहाँबाट हामी लाग्यौँ सन्तानेश्वर मन्दिरतिर। अनि यो मन्दिरतिर जाँदै गर्दा चाहिँ यो जङ्गल, त्यसपछि हरियाली सबै हेर्दै हेर्दै पार्किङ लटमा पुग्यौँ। यहाँ बाइक राखेर चाहिँ हामी माथि जानुपर्ने रहेछ। मेरो छोरीलाई चाहिँ पहाड चढ्न एकदम रहर के, अब उसलाई चाहिँ हिउँ खेल्नलाई हो। अब त यो हिउँ त कहाँबाट पाउने, माथि जाउँ पहाड चढ्न भन्दै थियो। अनि मैले पनि पहाडको मन्दिर जान लाग्यो। हामी त भनेको मख पर्दै मभन्दा छिटो हिँडेको के। अब म चाहिँ त्यो उकालो उक्लिनलाई कस्तो गाह्रो भएको जस्तो सधैँसम्म ठाउँमा हिँडिरहेको, अलिकति उकालो पनि उक्लिन नसके क्या मैले त। बाबा र छोरी त माथि पुग्नु भएको, मभन्दा कति अगाडि के। छोरी हेर्नु न कहाँ अगाडि थिए। अनि त्यसपछि यो भयो, यो केराहरू लगाएको रहेछ, भर्खर स्टार्ट भएको रहेछ यो। अनि त्यसपछि अब त मन्दिर आयो भन्दा उक्लिँदा स्या भइसक्यो। अनि त्यसपछि चाहिँ फाइनल्ली हामी मन्दिरमा पुग्यौँ। अनि त्यसपछि यो चाहिँ त्यहाँ चढाउने सामानहरू बेच्न राखेको पसल भइहाल्यो। अनि यो चाहिँ आयो मेन मन्दिर। मलाई यो मन्दिरमा चाहिँ अहिलेदेखि होइन आउन मन लागेको, मलाई भित्रैदेखि यो मन्दिर चाहिँ आउन मन थियो कि। अनि यो मन्दिर आइपुग्दाखेरि त मलाई धेरै आनन्द लाग्यो कि। अनि यता भजन भइरहेको थियो। अनि त्यसपछि यहाँको भ्यूको त कुरै छोड्दिउँ, कति रमाइलो, कति पिसफुल। अनि त्यसपछि दर्शन पनि मजाले गर्न पाइयो। दर्शन गर्न भिड छ कि भन्दै गएको थियौँ। हामी शनिबार गएको थियौँ, यो चाहिँ गत शनिबारको भिडियो हो कि। अनि काठमाडौँ भ्याली कति मजाले देखिएको, यसरी मजाले मूर्ति छोएर अनि पूजा गर्न पाउँदा त कति आनन्द लाग्ने के। अब यहाँनिर हामीले चढाएको जल दुध मजाले जलधारा मजाले चुहिरहेको छ होइन। अनि आफैले ढोगेर दर्शन गर्न पाउने, मजाले घुमी अनि आफूले मनमा लागेका सबै कुरा मागेर अनि सबै कुरा गरेर दर्शन गर्न पाउने भएर मलाई चाहिँ यो मन्दिर धेरै राम्रो लाग्यो। अरू मन्दिरहरूमा भित्र मूर्ति छुन दिँदैन नि त, यहाँ त आफैले मजाले छोएर ढोग्न पाउने क्या। अनि त्यो राम्रो लाग्यो। त्यसपछि यता बाहिर हामी अलिअलि फोटो भिडियो खिच्न लाग्यौँ। फोटो भिडियो पनि खिच्यो। अनि त्यसपछि आयो यो झन्डा पार्क, यहीँको झन्डा राखेको रहेछ। यति शीतल हावा चल्ने अब डाँडामा, अनि जङ्गलसँगै शीतल टाइपको हावा लाग्ने। अनि त्यसपछि झन्डा कति मजाले लहराएको हेर्नु न हाम्रो झन्डा। यो भिडियो चाहिँ मैले कति राम्रो लागेर बनाएको हो कि। अनि यस्तै गरेर हामीले सन्तानेश्वर महादेवको दर्शन गऱ्यौँ। दर्शन गरेपछि 2-4वटा फोटो भिडियोहरू पनि खिचियो। लगभग 1 घन्टामा त हामीले सबै काम सकाइ पनि सकेका थियौँ होइन। अनि दर्शन गरेर बत्ती बाल्दैछौँ यहाँ आमा छोरी हाम्रो। म छोरीलाई नै ल्याउँछु भन्ने भाकल जस्तै थियो कि। अनि त्यसपछि आयौँ। अनि यता कुमार र गणेशजी हुनुहुन्छ। धन्यवाद भिडियो लास्टसम्म हेरिदिनु भएकोमा। बाई बाई।